हेलो, नमस्ते। तपाईहरुलाई स्वागत छ आजको क्लासमा। आजको क्लासमा म तपाईहरुलाई क्लास 12 मा र सिटिभिटी लेभलमा एकदमै इम्पोर्टेन्ट च्याप्टर रहेको भोल्युमेट्रिक एनालाइसिसका केही न्युमेरिकलहरु गराउँदैछु र हामीलाई बोर्ड एक्जाममा एकदमै सोधिराख्ने क्वेशनहरुमा पर्छन् र यी न्युमेरिकलहरु सधैं जसो आउने गर्छन्। तपाईहरुलाई मेरो क्लास कस्तो लागिरहेको छ? मलाई चिन्नुहुने र नचिन्नुहुने सम्पूर्ण साथीहरुले यस भिडियोमा गएर कमेन्ट चाहिँ गर्न नभुल्नु होला है त। र मलाई सल्लाह सुझाव दिनुहुन्छ भन्ने मलाई ठूलो विश्वास पनि रहेको छ। र आजको क्लास सुरु गर्न भन्दा पहिले तपाईहरुले मेरो यो च्यानललाई लाइक र सब्स्क्राइब पनि गर्न नभुल्नु होला है त। र तपाईहरुले देख्न सक्नुहुन्छ भोल्युमेट्रिक एनालाइसिसको यो एकदमै इम्पोर्टेन्ट क्वेशन if 20 ml of 0.5 NaOH is mixed with 40 ml of 0.3 NaCl, is the resulting solution acidic or basic भनेर सोध्यो र calculate the normality with respect to the acidic or basic final solution भनेर हामीलाई सोध्यो। र यहाँ के भन्यो त भन्दाखेरि एसिड र बेसिक को सोलुसन दिएको छ र त्यसलाई चाहिँ के गर्ने त भन्दाखेरि मिक्स्ड गराउँदाखेरि त्यसको टोटल नर्मालिटी कति हुन्छ भनेर हामीलाई सोध्यो र त्यो चाहिँ जुन सोलुसन भएको छ, जुन बनेको सोलुसन छ त्यो एसिडिक हो कि बेसिक भनेर पनि हामीलाई सोध्यो। ल यसलाई सुरु गरौँ यसरी है त। सोलुसन गर्नु पर्यो पहिला र यसलाई हामीले के गर्नुपर्ने हुन्छ त भन्दाखेरि त्यो भन्दा पहिले हामीले बुझ्नु पर्यो। यहाँ हेर्नु त के भन्यो भने 20 ml भोल्युम के को छ त NaOH को 20 ml भोल्युम छ र त्यसको स्ट्रेन्थ कति छ त 0.5 N छ भने है। ए भन्ने एउटा भाँडोमा यो छ NaOH को सोलुसन छ कति ml को त 20 ml र 0.5 N को। र त्यसैगरी बी भन्ने एउटा हामीसँग एउटा कुनै भाँडोमा बी भनेको यो लाइन र बी भन्ने एउटा कुनै बिकरमा के यसमा के राखिएको छ त 40 ml भोल्युम छ र कति स्ट्रेन्थ को 0.3 N को स्ट्रेन्थ को कुन चाहिँ सोलुसन हो त यो भन्दाखेरि HCl को। ल हेर्नु त अब यो दुवैलाई मिक्स गर्दाखेरि डिफरेन्ट भाँडोमा चाहिँ यसलाई मिक्स गर्दाखेरि कति यसको टोटल कति हुन्छ त नर्मालिटी भनेर हामीले सोध्यो। 20 ml of 0.5 NaOH इक्वल टु अब यसलाई 20 ml छ हामीसँग भोल्युम कति त र यो 0.5 N को र यसलाई के गर्नुपर्छ त भन्दाखेरि 1 मा कन्भर्ट गर्नुपर्ने हुन्छ। जस्तो कि हेर्नु त 20 into 0.5 इक्वल टु कति हुन्छ त 10 ml। तपाईहरुले यहाँनेरि सिधै लेखे पनि हुन्छ या चाहिँ यसको मल्टिप्लिकेसन गरेर निकाले पनि हुन्छ। 20 ml of 0.5 NaOH इक्वल टु 10 ml of 1 NaOH लेख्नुस् है। यति गरिसकेपछि अब हामीसँग अर्को के छ ल हेर्नु त HCl को छ 40 ml of 0.3 NaCl इक्वल टु कति हुने भयो त 40 into 0.3 गर्दाखेरि 9 ml हुन्छ। 9 ml of 1 NaCl गर्नु त अब यहाँ भोल्युम चाहिँ के भयो त भन्दाखेरि 1 N मा गर्दाखेरि NaOH को भोल्युम चाहिँ 10 ml भयो र HCl को भोल्युम चाहिँ कति भयो त हेर्नु त 9 ml भयो। यसको मतलब के बुझ्न पर्यो भने हामीले चाहिँ अब यो सेम कन्सन्ट्रेसन चाहिँ सेम भयो हैन र यसको भोल्युम चाहिँ के भयो त भन्दाखेरि अब मानिलियौ 10 ml लाई चाहिँ 10 ml नै चाहिने रहेछ तर यसको अब आफै बुझ्नु पर्यो एक्सेस चाहिँ कुन हुने भयो त भन्दाखेरि जस्तो 9 ml र यहाँनेरि पनि 9 ml हुन्थ्यो भने सेम भोल्युम नै कन्ज्युम गर्यो भन्ने कुरा हामीले गर्नु पर्थ्यो होला। तर यहाँ के बुझ्नु पर्यो भने 10 ml लाई
10 ml लाई चाहिन्छ भने अब यहाँ त के भयो एक्सिस चाहिँ कुन भयो त अब यहाँ सो 9 ml of 1 NaCl consumes then 1 ml of base ml of base left ल हेर्नु त अब यहाँनिर के भयो भने 10 ml चाहिँ कति भयो त भन्दाखेरि 10 ml को भयो र टोटल भोल्युम यहाँनिर तपाईहरुले गर्नुपर्ने हुन्छ टोटल भोल्युम चाहिँ कति भयो त 30 प्लस 20 गर्दाखेरि यहाँ कति हुन्छ 50 ml हुन्छ हो किन भन्नु त टोटल चाहिँ कति भयो त 50 ml भयो र अब हामीले एउटा फर्मुला लगाउनु पर्ने गिभन हामीसँग के छ त हेर्नु त अघिको अनुसार भोल्युम अफ एसिडलाई हामीले के मान्न सक्छौं भने यसलाई हामीले V1 मान्न सक्छौं V1 इक्वल टु कति थियो अघि 1 ml त्यसैगरी अर्को नर्मालिटी अफ एसिड N1 इक्वल टु 1 N त्यसैगरी फाइनल volume of solution V2 equal to 20 plus 30 कति हुन्छ त 50 ml हुन्छ 20 plus 30 ml equal to 50 ml र हामीले अर्को छ यसको फाइनल स्ट्रेन्थ निकाल्न पर्यो फाइनल स्ट्रेन्थ अर्थात फाइनल नर्मालिटी भने पनि हुन्छ strength of solution N2 equal to what? Now applying the normality equation N1 into V1 equal to N2 into V2 ल यसमा राखेर निकाल्न सक्नुहुन्छ N1 मा कति छ त 1 into V1 मा कति छ 1 equal to N2 V2 N2 निकाल्ने हो N2 into V2 मा कति छ त 50 ml छ हो ल अब निकाल्न सक्नुहुन्छ ल हेर्नु therefore N2 equal to 0.02 N strength ल ए नै हुन्छ resulting solution of this कति त 0.02 N यति गर्दै आज क्लास यहाँनिर सक्छौं र अर्को क्लासमा तपाईहरुलाई यस्तै खालका भिडियोहरु ल्याउने नै छु त्यतिन्जेलको लागि तपाईहरुले यस भिडियोलाई लाइक र सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला keep on watching bye take